अब हजुरलाई काठमाडौँदेखि पोखरासम्मको यात्रा गर्नु छ भने स्लिपरहरूमा क्याबिन भएको स्लिपर कस्तो छ टक्कसँग सुत्नुहोस् होइन मजाले सुत्न सक्नुहुन्छ भनेपछि दुईजनाको लागि बब्बाले स्पेस छ होइन एसीको हावा तपाईँले मजाले त्यहाँदेखि एसीको हावा खल्ल लगाइरहेछ भनेपछि जति सुकै हाइटको मान्छे बस्नु खुट्टामा रहेन आधीमा मात्रै पुगिरहेछ भनेपछि तपाईँले बस्नको लागि पनि मजाले स्पेस छ होइन टक्कसँग फ्रेन्ड फ्यामिली कपल जोसुकै पनि हुनुहुन्छ भने तपाईँलाई प्राइभेट क्याबिन लगाएर मजाले यात्रा गर्न सक्नुहुन्छ भनेपछि सँग झ्यालको हावा पनि मजाले खान सक्नुहुन्छ है झ्यालमा बिचमा टक्कसँग दिएको छ भने बाहिरको भ्यू पनि मजाले देख्न सक्नुहुन्छ है यहाँ स्लिपर यहाँ हेर्न सक्नुहुन्छ झ्याल मजाले तपाईँले आजै गरेर गमैको एप डाउनलोड गर्नुहोस् र आफ्नो सिटलाई सुरक्षित गरेर यति राम्रो ठुलो स्लिपरमा केबिन भएको स्लिपरमा सिंगल स्लिपर पनि छ डबल स्लिपर पनि छ एसी पनि छ होइन मजाले यात्रा गर्न सक्नुहुन्छ यो तालका गाडी हो भनेपछि यसको टिकट चाहिँ गमैको एपमा एभाइलेबल छ आजै गरेर गमैको एप डाउनलोड गर्नुहोस् र यो नाइट गाडीको टिकट बुक गरेर काठमाडौँदेखि पोखरा नयाँ नयाँ लग्जरी गाडीको सफादेखि लिएर यो ताना पनि हेर्नुहोस् मजाले सफा छ भनेपछि यसको म्याट्रेस पनि बबालै छ होइन तपाईँले मजाले यात्रा गर्न सक्नुहुन्छ ब्ल्याङ्केटदेखि लिएर सबै कुराको फेसिलिटी छ भने आजै गरेर गमैको एप डाउनलोड गर्नुहोस् र आफ्नो सिटलाई सुरक्षित गरेर यात्रा गर्नुहोस् यसरी बसेर मजाले तपाईँले पल्तीमा बस्नु भयो भने मजाले यात्रा गर्न सक्नुहुन्छ है डाउनलोड गर्नुहोस् गमैको एप र आफ्नो सिटलाई सुरक्षित गरेर यात्रा गर्नुहोस्